नमस्कार। राजनीतिमा कहिलेकाहीँ होइन एउटा सानो वाक्यले पनि कत्रो ठूलो तरङ्ग ल्याइदिन्छ। आज हामी एउटा यस्तै घोषणालाई चिरफार गर्दैछौँ जसले राष्ट्रिय स्वतन्त्र पार्टीको भविष्यको बाटो कस्तो होला भनेर देखाएको छ। आउनुहोस् यसलाई एक एक गरी केलाएर हेरौँ न त। ल, घोषणा चाहिँ यस्तो छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिमा रवि लामिछाने नै रहने र बालेन शाहलाई प्रधानमन्त्रीको उम्मेद्वार बनाउने सहमति भएको छ। हेर्नुस् त, यो एउटै वाक्य, तर यसले पार्टीको नेतृत्व, संरचना अनि भविष्यको रणनीतिबारे कति धेरै कुरा भन्छ। आजको हाम्रो पुरै विश्लेषण यही एउटा वाक्यमा केन्द्रित हुनेछ। अब यो घोषणाले दुईजना मुख्य व्यक्तिहरू रवि लामिछाने र बालेन शाहलाई बेग्ला बेग्लै जिम्मेवारी तोकेको त प्रष्टै देखिन्छ। तर यसको भित्री अर्थ के होला त? यसले पार्टीको पुरै संरचनामा के फरक पार्छ? अनि त्यो सहमति भन्ने शब्द, त्यसको खास मतलब के हो? ल, यी सबै प्रश्नको जवाब खोज्ने प्रयास गरौँ। ल, सुरुमा त यो घोषणाको ठूलो चित्र हेरौँ। यो खाली एउटा खबर मात्रै होइन नि, यो त राष्ट्रिय स्वतन्त्र पार्टीको लागि एउटा निकै ठूलो रणनीतिक मोड हो जसले उनीहरूको भविष्य कता जान्छ भनेर देखाउँछ। त्यसो भए यो एउटै वाक्यभित्र आखिर लुकेको के छ त? यसको असल अर्थ बुझ्नको लागि आउनुहोस् हामी यसलाई तीनवटा टुक्रामा छुट्याएर हेरौँ। पहिलो, नेताहरू; दोस्रो, पार्टीको संरचना; र तेस्रो, त्यो निर्णय आफै। ओके, सुरु गरौँ सबैभन्दा प्रष्ट देखिने कुराबाट। त्यो हो दुई नेता र उनीहरूलाई दिएको नयाँ भूमिका। यो घोषणाले शक्तिलाई दुईजना मुख्य व्यक्तिहरूबीच बाँडेको देखिन्छ। यो संरचना हेर्दा निकै चाखलाग्दो छ है। एकातिर रवि लामिछानेले पार्टीको सङ्गठन सम्हाल्ने, भनौँ न पार्टीको भित्री काम हेर्ने, अनि अर्कोतिर बालेन शाह चाहिँ सरकारको नेतृत्वको लागि पार्टीको अनुहार बन्ने। यो त एक किसिमले शक्ति सन्तुलन गर्ने कोसिस जस्तो देखिन्छ। रवि लामिछानेको कुरा गर्दा घोषणामा रहने भन्ने शब्द प्रयोग भएको छ। ध्यान दिनुहोस् है, रहने। यसले के देखाउँछ? स्थिरता, निरन्तरता। मतलब उहाँ पार्टीको जुन एउटा जग हुनुहुन्छ त्यो भूमिकामा कुनै परिवर्तन छैन, त्यो कायमी रहन्छ भन्ने एकदमै प्रष्ट सन्देश हो। त उता बालेन शाहको हकमा हेर्नुस् त, शब्द छ बनाउने। यसको मतलब के हो? एउटा नयाँ सुरुवात। यो पदले उहाँलाई पार्टीको साङ्गठनिक तहबाट सोझै राष्ट्रिय राजनीतिको केन्द्रमा ल्याइ पुर्याउँछ। उहाँ अब पार्टीको तर्फबाट बन्ने भावी सरकारको अनुहार हुनुहुनेछ। ल, दुई नेताको भूमिका त क्लियर भयो, तर यसले पुरै पार्टीको संरचनामा चाहिँ कस्तो असर पार्छ होला? किनभने यो घोषणाले नेतृत्वको एउटा नयाँ मोडल नै अगाडि सारेको छ। यसलाई एक किसिमले दुई तहको नेतृत्व भन्न मिल्ला। सोच्नुहोस् न, रवि लामिछानेले पार्टीको इन्जिन चलाउने, मतलब सङ्गठन, रणनीति, भित्री व्यवस्थापन सबै हेर्ने, अनि बालेन शाह चाहिँ त्यही इन्जिनले चल्ने गाडीको ड्राइभर, जसले पार्टीलाई देशको नेतृत्वतिर अगाडि बढाउने। यो एक हिसाबले पार्टीभित्रकै शक्तिको बाँडफाँड जस्तै हो। पार्टी चलाउने काम र सरकार चलाउने काम, यी दुई जिम्मेवारीलाई अलग अलग गरिएको छ। सायद यसको पछाडिको सोच के होला भने दुवै क्षेत्रमा ध्यान केन्द्रित होस् र काम अझै राम्रोसँग होस्। ओके, अहिलेसम्म हामीले को र के भन्ने प्रश्नको जवाफ खोज्यौँ। अब आउँछ हाम्रो विश्लेषणको सबैभन्दा महत्त्वपूर्ण शब्द। त्यो हो सहमति। विश्वास गर्नुस्, यो एउटै शब्दले यो पुरै घोषणाको वजन बोकेको छ। सहमति। यो शब्द किन यति धेरै महत्त्वपूर्ण छ? किनभने यो कुनै प्रस्ताव मात्रै होइन, यो कुनै छलफल चलिरहेको कुरा पनि होइन, न त यो कुनै सम्भावनाको कुरा हो। सहमतिको सिधा अर्थ हो निर्णय भइसक्यो। यो एउटा पक्की फाइनल डिल हो। म फेरि दोहोऱ्याउँछु, यो केवल एउटा प्रस्ताव होइन, यो त एउटा निर्णय हो जुन अब सार्वजनिक भइसकेको छ। यसले के गर्छ भने अब कुनै पनि के होला, कसो होला भन्ने शङ्काको लागि ठाउँ नै छोड्दैन, र सायद यही कुराले नै यसलाई यति ठूलो घोषणा बनाउँछ। ल, हामीले यो एउटै वाक्यलाई विभिन्न कोणबाट चिरफार गरेर हेर्यौँ। अब यी सबै टुक्राहरूलाई एकै ठाउँमा जोडौँ र हेरौँ कि यसले भविष्यको लागि कस्तो प्रश्न उठाएको छ। छोटकरीमा भन्दा राष्ट्रिय स्वतन्त्र पार्टीले एउटा एकदमै सफा चित्र कोरेको छ। रवि लामिछानेको नेतृत्वमा पार्टीको सङ्गठन बलियो बनाउने र बालेन शाहको नेतृत्वमा सरकार बनाउने लक्ष्य राख्ने। अनि फेरि यो कुनै हल्लाखल्ला होइन, यो एउटा पक्का सहमति हो। भन्नुस् न, यिनै हुन् त्यो एउटा वाक्यले खडा गरेका चारवटा खम्बाहरू।
र यो सबै विश्लेषणले हामीलाई एउटा निकै महत्त्वपूर्ण प्रश्नमा ल्याएर छोडिदिन्छ। के यो दुईजनाको नेतृत्ववाला मोडल राष्ट्रिय स्वतन्त्र पार्टीको लागि सफलताको सूत्र बन्न सक्ला? पार्टीको सङ्गठन र सरकारको नेतृत्व, यी दुई बीचको सन्तुलनले उनीहरूको यात्रालाई भविष्यमा कस्तो आकार देला त? खैर, यसको जवाफ त अब समयले नै दिनेछ।